हेलो गाइज नमस्ते सबैजनालाई। आज चाहिँ हामी यो कस्को स्ट्यान्डिङ डेस्कको रिभ्यू गर्दैछौँ। अस्ति भर्खरै ल्याएको यो 2-3 दिन मात्रै भयो है, चलाइरहेको छु, निकालेँ। यो सेटअप गर्न पनि धेरै सजिलो छ, त्यस्तो केही हुन्छ। यो दुईवटा आउँछ स्ट्यान्ड, लेग पिस दुईवटा, अनि यहाँ तल चाहिँ यो लेगको बोल्ट आउँछ। सो त्यसको चाहिँ 4वटा स्क्रुज हुन्छ। अनि त्यसपछि यो लेगलाई र यो माथि यसलाई चाहिँ जोइन गर्नुपर्छ। यसको चाहिँ फेरि 5वटा स्क्रुज हुन्छ। यहाँ यस्तो खालको एलियन की चाहिन्छ। यो सबै यसैमा आउँछ। बाँकी यो तारहरू केही पनि गर्नु पर्दैन, वायरहरू सबै कनेक्टेड नै हुन्छ, जस्ट प्लग मात्र गरे पुग्छ। र यो वायर चाहिँ हामीले सिधै लगेर त्यहाँ प्लगमा कनेक्ट गर्छौँ। त्यति भएपछि यो स्ट्यान्ड भइहाल्छ। अब यो एकदम एस्थेटिक छ हैन, राम्रो छ, वाइट कलरको, ब्रान्ड न्यू। अनि यो चाहिँ कस्तो छ भन्दाखेरि यहाँ अब पावर अन गऱ्यो भने चाहिँ सबै यहाँ लाइटहरू बल्छ। सो वी क्यान चेन्ज द कलर अहिले ब्लू, पर्पल, भायोलेट अनि अरेन्ज, रेड। सो यसरी चाहिँ कलरहरू चेन्ज गर्न मिल्छ। अनि अब यसको कलरको सेटिङ चाहिँ 3वटा छ। यो थिच्यो भने चाहिँ हाई लो हुन्छ। त्यसपछि अर्को भनेको चाहिँ यहाँ एबिसी भनेर हुन्छ। यो ए भनेको चाहिँ यस्तो भयो, लाइक दुईटै लाइट बल्ने यहाँ र पछाडि, यो साइडमा र पछाडिको साइडमा। अनि त्यसपछि फेरि एकचोटि थिच्यो भने चाहिँ बी हुन्छ। बी भनेको चाहिँ जस्ट यो मात्र भयो, पछाडिको चाहिँ अफ भयो। अनि त्यसपछि फेरि सी भयो भने चाहिँ फेरि पछाडिको मात्रै अन हुन्छ। सो यसरी चाहिँ हामीले यो चेन्ज गर्न मिल्छ है। अनि त्यसपछि अर्को भनेको चाहिँ यहाँ अब साइडमा चाहिँ 2वटा चार्जिङ पोर्ट छ, टाइप सी वाला पोर्ट छ र युएसबीको एउटा पोर्ट छ। अनि त्यसपछि यसलाई चाहिँ लक गर्नु मिल्छ। लक भनेको चाहिँ के हो भन्दाखेरि बेसिकली यो हाइट एडजस्ट गर्ने हो। जस्तै यो मैले अलरेडी सेट गरिरहेको छु S2 मा। 3 सेकेन्ड जति S2 मा थिच्यो भने चाहिँ यो सेट हुन्छ। र अर्को भनेको H1 छ। 2वटा सेटिङ गर्न मिल्छ, एउटा चाहिँ H1 मा, एउटा चाहिँ अर्को चाहिँ S2 मा। अनि त्यसपछि म्यानुअली गर्नु पऱ्यो भने चाहिँ यो एरो थिचेर यसरी सुई माथि आउँछ। माथि आउँदाखेरि चाहिँ यसरी सर माथि आएर हुन्छ है। एकदमै राम्रो छ। सो दिनभरि बसिराख्न मात्र पनि सक्दैन, दिनभरि उभिराख्न मात्र पनि सक्दैन। सो त्यही भएर चाहिँ यो एकदमै घरि बस्ने, घरि उठ्ने, त्यसरी काम गर्नलाई चाहिँ एकदम राम्रो छ। सो मेरो एडजस्टमेन्ट चाहिँ यहाँ अब जस्तै मैले यो H1 मा थिच्यो भने मैले 41 को रेन्जमा सेट गरेको छु, जुन चाहिँ मेरो हाइटको लागि चाहिँ एकदम ठिक छ। तपाईहरु पनि आफ्नो हाइटको लागि यो चुज गर्नुस् है त। ल, दिस इज ओन्ली अन कस्को, $100 अफ छ अहिले।